के तपाईको पनि लक्ष्मी भण्डार फर्म भरेर पैसा आएको छैन? यदि आएको छैन भने किन आएन, कसरी आएन सोचिरहनु भएको होला म जस्तै, किनकि मेरो पनि त्यस्तै भएको छ। अन्त त्यसको लागि चाहिँ मैले एक दुईजनालाई सोधेँ, बिडिओ अफिस जानुपर्छ भन्यो हो, कि अनलाइन चेक गर्दा पनि हुन्छ भन्यो हो। अन्त मैले चाहिँ पहिल्यै अनलाइन चाहिँ चेक गरिसकेको थिएँ, तर पनि बिडिओ अफिस जानुपर्छ भनेर चाहिँ गएँ। अन्त गएर जाँदा चाहिँ भन्यो गुगलमा गएर यस्तो चेक गर्नु भनेर। त्यो त मैले अलरेडी चेक गरिसकेको थिएँ यहाँ हुँदैखेरि होइन। अन्त तपाईँहरूलाई पनि मैले किन भन्दैछु भने भिडियोमा गएर टाइम पनि अलिकति अब लाग्यो, त्यसै गयो, टाइम वेस्ट भयो होइन, पैसा पनि खर्च भयो, गाडी भाडा गयो। अन्त त्यसको लागि चाहिँ भएको छ कि छैन भनेर चाहिँ गुगलमा तपाईँले सर्च गर्नु सक्नुहुन्छ। त्यसको लागि चाहिँ कसरी गर्छ भनेर म तपाईँहरूलाई देखाउँदैछु। तपाईँहरूको छ कि छैन भनेर चाहिँ तपाईँ आरामले गुगलमा सर्च गरेर हेर्नु सक्नुहुन्छ। त्यो चाहिँ कसरी गर्छ भनेर म चाहिँ तपाईँहरूलाई देखाउने छु। त्यसको लागि चाहिँ गुगलमा जानुहोस्, गुगलमा गएर लक्ष्मी भण्डार भनेर सर्च गर्नुहोस्। अन्त सर्च गरेपछि चाहिँ यस्तो टाइपको आउँछ, त्यहाँ माथि ब्लू कलरमा क्लिक गर्नुहोस्। त्यो गरेपछि चाहिँ यस्तो टाइपको आउँछ इन्टरफेस। त्यो ट्र्याक एप्लिकेसन स्टेटसमा क्लिक गर्नुहोस्। अन्त त्यो गरिसकेपछि चाहिँ तपाईँको यहाँ 4टा अप्सन आउँछ, जे हाल्दा पनि हुन्छ तपाईँले। मैले चाहिँ फोन नम्बर हालेँ, मलाई एकदम त्यही इजी लाग्यो। तपाईँलाई अरू पनि हाल्न सक्नुहुन्छ अप्सनमा। अन्त त्यो हालिसकेपछि चाहिँ तपाईँको त्यहाँ इन्टर क्याप्चा भन्ने पनि आउँछ, त्यो जेडपीहरू टाइप, त्यो क्लिक गर्नुहोस्। त्यो क्लिक गरिसकेपछि चाहिँ तपाईँको आरामले देखाउँछ तपाईँको फर्म फिलअप भएको छ कि छैन भनेर। जस्तो मेरो देखायो 7 तारिक 2 महिनामा भरेको थिएँ, अन्त 10 महिनामा चाहिँ मेरो सबमिट भएको रहेछ भनेर। अन्त त्यो गुगलमा आरामले यसरी चेक गर्नु सक्नुहुन्छ। तपाईँ भिडियो चाहिरहनु पर्दैन भनेर खालि यो अलिकति इन्फर्म गरेको मैले जानेको कुरा। थ्याङ्क यू फर वाचिङ। यस्तै भिडियोजहरूको लागि यो पेजलाई लाइक गर्नुहोस्। थ्याङ्क यू।